साथीहरूले छुट्टीको बेला भेटौँ न भन्ने कुरा गर्दै थियो अनि हामी चाहिँ भेटेर बुसानको हेउन्दे भन्ने ठाउँमा चाहिँ घुम्न जाँदै गऱ्यो हो। कति काम गर्नु होइन, कहिलेकाहीँ त अब घुम्नु पनि पर्यो नि त। तर चिसो मौसम चाहिँ खै हेरौँ कस्तो छ होइन। बल्ल पुगियो है गाई चाहिँ अब चाहिँ यहाँ समुद्रमा वरिपरि मान्छेहरू पनि टन्नै आउँदो रहेछ त है। यस्तो चिसोमा पनि मान्छे त आउँदो रहेछ हौ। खै यो समुद्र हेर्न आयो होला कि सबै हेर के चरा हो यस्तो थोरै चरा छैन त नि आमा। सदा त यत्रो चरा हुन्न भन्थे साथीहरूले, खै म त फर्स्ट टाइम आयो। अनि वरिपरि घुमियो, फोटोसोटो खिचियो। पौडी चाहिँ खेल्न सकिएन अब चिसो मौसममा होइन। आउनु भएको छैन अहिले आउनुहोस्, एकदम रमाइलो ठाउँ रहेछ क्या। साथीहरूले अन्डरग्राउन्ड तल जाउँ भन अनि यता हामी चाहिँ तल जाँदैछौँ, हेरौँ कस्तो छ है। यो के, यो त कछुवा जस्तो छ। भित्र त अब पाल ठाउँ बना रहेछ क्या। यो त के हो, माछा जस्तो छ माछा। यो चाहिँ के हो, यो त छेपारो जस्तो देखिन्छ। यहाँ चाहिँ खै भ्याएको त के छ भन्थ्यो, मैले त हेर्दा पनि देखिनँ। साथीहरूले पनि हेर्दै थियो, देखेन खै के थियो त्यहाँ चाहिँ। यो चाहिँ के हो यस्तो, नाम पनि पो थाहा छैन हौ। भ्याङ्गु त जस्तो छ, कस्तो कलर परेको माछाको भुराहरू खेलिरहेछन् त यहाँ त। यहाँ चाहिँ अलिक ठुलो माछाहरू राखेको रहेछ क्या। यहाँ चाहिँ के हो फेरि यस्तो, नामै थाहा छैन। यहाँ पनि ठुलो माछाहरू राखेको रहेछ। यहाँदेखि चाहिँ कहाँबाट जाने हो फेरि। यहाँ त कति सानो सानो पेन्गुइनहरू रहेछ त। यो चाहिँ के हो फेरि, मकीको काठ जस्तो राखिरहेछ, के हो यस्तो। यहाँ त शङ्खे किरा जस्तो राखिरहेछ त फेरि भित्र त। यो देख्दा त कम्ता तर्सेको, अब्बुई भइदिएको क्या। अगाडि राखेर रहेछ, म त तर्सेको क्या। अम्बो यो त कस्तो दामी बनाएको, सिसाले पुरै बारेर भित्र माछा खेलिरहेछ। त्यहाँभित्र गएर फोटो खिच्न मिल्ने रहेछ क्या। यहाँ भित्र पसिरहेछ न। यहाँ पनि पछाडिबाट जान मिल्ने बना रहेछ। म त गएर माछा पक्रिदिएको क्या। यहाँदेखि भित्र चाहिँ पुरै भूत बङ्गला जस्तो बना रहेछ क्या। अलिअलि बत्ती ला रहेछ, पुरै अँध्यारो थियो है। यहाँ त सानो सानो माछा छैन त है भित्र त। यो त म त भित्र पानी पो छिरिरहेछ भनेको त होइन पो रहेछ। बत्तीले पो यस्तो देखेको रहेछ त। कति कलरको लाइट लाएर राखेको रहेछ त हेरौँ न। मान्छे नै पुरै भूत जस्तो देखिने क्या भित्र त नि। अनि यहाँ चाहिँ भित्र गएर फोटो खिच्ने ठाउँ बना रहेछ। म पनि गएको त टाउकोमा त ठोकिदिरहेको क्या। यो चाहिँ के हो, माछाको भुराहरू, आमा कति धेरै हो। अब ठुलो माछा हेर्न जाने भन्यो साथीहरूले, अनि त्यहाँदेखि भित्र लगेर गयो। अम्बो यहाँ त कडा बना रहेछ क्या। माछा पनि कत्रो हो। यो त कत्रो कछुवा हो आमामा। अझै यहाँ त पानीभित्र फेरि मान्छेहरू पनि खेलिरहेको रहेछ त। अम्बो यो त कत्रो माछा हो, मभन्दा पनि ठुलो रहेछ त। यो चाहिँ जलपरी अरे नि। जलपरी देखा छैन होला यहाँ हेर। जलपरी यस्तो हुँदो रहेछ। बल्ल हेरिसकेर फर्केको, अब बाहिर निस्किँदै गऱ्यो यहाँदेखि चाहिँ। आउनु भएको छैन भने आउनुहोस्, एकदम रमाइलो ठाउँ रहेछ।